हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। तपाईँहरूलाई मेरो युट्युब च्यानलमा फेरि पनि नयाँ भिडियोमा स्वागत छ। हेर्दैजानुलाई आज चाहिँ मेरो यथाबाको पुल छ होइन। यथाबा हो कि नयाँ बजारको हो? यो चाहिँ नयाँ बजारमै छ भाइ। मान्छे यथाबाको हो। अनि यथाबामा मान्छे चाहिँ यथाबाको हो। गाडी चाहिँ नयाँ देख्दै थिएँ। अनि अब कता जानुपर्ने हो, गएर क्लचले फेरिदिनु पर्ने। क्लच लिभर चाबी हराएछ, चाबी काट्नु फेरिदिनु पर्ने। त्यसैको साथमा त्यसैको क्रममा सेवा सुविधा दिनको लागि म यात्रा जारी राख्दैछु। अब अरू के भन्नु होइन, हेर्दै जानु होला मेरो भिडियो कस्तो लाग्छ, तपाईँहरूलाई कस्तो देख्नुहुन्छ भ्यूहरू होइन। बाटो मेरो अख्खा छ, अब गाउँ छिर्ने बाटो हो। गाउँ छिर्ने बाटो बत्तीले त अब यतिको त भागै भन्दैन हाम्रो यो देश होइन। त्यतिकै हो, यतिको ट्राफिक छ, नो प्रब्लम। तर हेलमेटले ओभर प्रब्लम हुँदो रहेछ होइन। हेलमेटले चाहिँ प्लास्टिक प्रब्लम गर्दो रहेछ। जङ्गल पनि घना जङ्गल छ होइन। बाटोहरू त्यस्तै छ। के गर्नु, यात्रा उठिरहनुको लागि दुःख गर्नै पर्यो होइन। त्यस्तै छ तारा मेरो गति छाडा होइन। कहाँ गएर आएको ससुराली? कहिले गएको? अनि बहिनी ए चाबी ए ट्राफिक छैन भाइ अहिले त। एकछिनमा झर्छ कि अहिले 9-10 बजीतिर झर्छ। ल ल सानो भाइ छ, बिहे गरेको छ। अब बुढो हड्डी भइसक्यो। कसैको छोरी बिहे गर्ने उमेर भएको छ भने ल्याऊ। सानो भाइहरूलाई बिहे गरेर दाजुको बिहे चाहिँ गरिसक्यो। के भन्नु, ससुराली गएर आएको भन्छन्। म त मर्छु कि यो बुढोको नि मर्ने बहिनी, कसैले त छोरी छैन। तर हेर्नु त दामी भयो क्या, टाउको त्यत्तिकै दुखाइरहेको छ होइन। एउटा सानो हेलमेट रहेछ, हाल्दैकै तल झरेर धेरै गर्छु त सफाइ खोल्ने बेला भइगयो मैले होइन। हेलमेट याद गर्न जस्तो छैन, भ्लगिङको लागि पुगेर हिँडेको हेलमेट गरेन। बाटो चाहिँ यस्तो, त्यही माथि आँखा छोड्नु खोज्छ हेलमेटले होइन। तपाईँहरू यता आउनु भएको छ छैन? यो त तर धेरै राम्रो बाटो हो। यतिको चाहिँ पाहाड एरियामा मेरो गाउँतिर भन्ने यताउति भन्ने चाहिँ त्यो चाहिँ एकदम राम्रो बाटो हो। किनभने यो रोड हालेर हिलो यतिको नर्मली हिलो
त्यो कि हिलो पनि भन्ने त्यो ठिकै हो, हिलै छैन जस्तो भन्नुपर्छ यतिको बाटोमा। यतिको बाटो चाहिँ धेरै राम्रो ठुलो गाडीलाई पनि बाइकहरूलाई पनि होइन। मेरो अर्को त्यो भिडियोमा हेर्नुभएको होला, उसको यो माथिल्लो बाटो हो, त्यो चाहिँ तल्लो बाटो पर्छ। त्यो बाटो अब अहिले त्यो यो 10 माइल त्यतिखेर ढलाइ गर्ने पिच बनाउने भनेर भनेको थियो नि, त्यो चाहिँ अब पिच चाहिँ भइसक्यो। र 1 किलोमिटर पिच छ, 2 किलोमिटर ग्राभेल छ। अहिले तपाईँहरूलाई म यस्तो बाहिर देखियो भने देखाइदिन्छु होला है। यताबाट चाहिँ हुलक जान्छ होइन, त्यो चाहिँ हुलक जाने हो। म चाहिँ यता नमी हुँदै यात्रा जानुपर्ने। उता चाहिँ यात्रा जान्छ, नमी जान्छ, नमीदेखि उता नमी हुँदै नमीदेखि अलिक तलतिरदेखि अझै मास्तिरदेखि नै उता यात्रा चाहिँ मास्तिरदेखि पनि खिच्छ। अनि त्यो तलदेखि चाहिँ अलिक तलतिरदेखि चाहिँ उता नाङरुङ अनि उता लुम्दे हुँदै जालापा हुँदै तल दोभान निस्किन्छ, हजुरमुखी दोभान। अनि तर डाँडा भन्ने ठाउँ छ, त्यता निस्किन्छ। अनि यता नाङरुङबाट पनि नाङरुङ हुँदै तल पाटिका हुँदै फेरि दोभानै निस्किन्छ। दोभान निस्किँदै गजलमुखी नै निस्किने हो। तर यता उयो के भन्छ ठाउँ चाहिँ फेरि छुट्टै हो। उता नाङरुङदेखि चाहिँ उता उयो पनि छिर्छ, तोबाङ पनि जान्छ। अनि यता लुम्देबाट चाहिँ लुम्दे हुँदै भन्ज्याङ हुँदै जालापा छिर्छ, जालापा हुँदै तोबाङ छिर्छ डाइरेक्ट होइन। अनि त्यस पछाडि त दुईवटा भेट्ने चाहिँ तल गजलमुखी नै हो, तर ठाउँ चाहिँ फेरि बेग्लै हो। इलाम चाहिँ इलामै पर्छ दुइटा, तर यता फाकुटुङ लुम्दे चाहिँ फाकुटुङ पर्यो। अनि अर्को उयो चाहिँ नाङसेबुङ, उता लुम्दे साइड चाहिँ फाकुटुङ पर्यो। अनि अर्को साइड चाहिँ नाङसेबुङ पर्छ क्या। अनि मेरो चाहिँ निन्द्रा पनि लागेको छ, चौकी गर्नु ड्युटी गर्नै पऱ्यो। यस्तै छ मेरो जिन्दगी गर्नु छाया घटघटै पुरा बस्यो भन्दै जिन्दगी जानेको छ होइन।
यहाँ थप जानुपर्यो भने चाहिँ म यता छिर्नुपर्ने हुन्छ त्यो जङ्गल झाडी होइन। अब गाडी चाहिँ कता छ यहाँ भन्छ त्यहीँ बजारमा छ उता भनिदिएर गयो नि भनिदिएर गयो भने त घरैमा जानुपर्ने हुन्छ। तपाईँले देखिहाल्नु भएको छ म गाडी यतै राखेको हुन्छ छोडिराखेको हुन्छ भइहाल्छ पुगेर राख्नु पर्छ। फोन पनि गरेको छैन साउले गरे होला अब पुगेर राख्नु जाने यात्रा लाग्यो तर कर मलाई अनि हेर्नुको बत्ती गरौँ गाउँको होइन 5 क्लाससम्म गाली लागेको थियो के गरेछु भने जस्तो होइन हामी ओह्राली लागेको थियो यात्रामा हामी छिरिसक्यौँ।
सजिलो छ जानुपर्ने चाहिँ हामीसँग अस्ति पनि दुईचोटि जति तिनचोटि जति आएछ कि एकदम अहिले बनाउनु बाटो बनाउनु आएको थिएँ अनि त्यस पछाडि एउटा ग्ल्यामर बनाउन आएको थिएँ तिनचोटिबाट अनि त्यस पछाडि एउटा एडभेन्चर गाडी स्टक नभएर चाहिँ बनाउन आएको थिएँ त्यस पछाडि आज आउँदैछु आज चाहिँ त्यहाँ क्रोस लिभर भएको अरे नट पनि छैन अरे होइन अनि यो पनि भएको छ अरे चाबी पनि हराइपठायो अरे हिजै भेट भएको थियो ल फाइनली गाइस रोड भाडा घुम्न सक्नुहुन्छ तपाईँहरूले खासमा जलकन्या मन्दिर श्री जलकन्या मन्दिरलाई पनि आज बिहान दर्शन गर्न पाइयो खुसी लाग्यो होइन जोरदार हामी चाहिँ अब आइपुग्न नि बेला भइसक्यो baik saya recycle juga ada ini enggak का भन्ने बेलामा चाहिँ यहाँ तल घर जानुपर्ने अनि म फाइनली गेट्सको आधीसम्म भएको देख्नुभयो होला हो माथि बजारदेखि आएको होइन हेर्दा चाहिँ उँटी देखिन्छ अब बाटो चाहिँ तपाईँहरूले देखिसक्नु होला होइन यस्तो भन्छ मैले तपाईँहरूलाई यहाँ चाहिँ के बोलिन्छ थाहा हुँदैन क्यामेरा पनि अफ हुन्छ
पनि झलाउने ब्रेक लगाउनु खापुत बिस्तारै हिँड्नुपर्छ होइन आइपुग्यो